हाम्रो अनि हाम्रो संस्कार सबैलाई नमस्कार अनि सुस्वागतम फेरि पनि। अनि आजको यो भिडियो चाहिँ पुरा टुङ्ना फेरि बनाएको छु होइन। यसमा चाहिँ अब टाउकोमा ड्रागन हालेको छु, पहिलाको भन्दा धेरै फरक अनि धेरै समय लाएर बनाएको छु। पहिलाको भिडियो पनि हेरिदिनु होला। यो टुङ्ना फेरि बनाउने प्रेरणा चाहिँ मेरो एउटा सब्सक्राइबर्सले दादा एउटा राम्रो ड्रागनको टाउको भएको बनाउनु फेरि भन्नुभएको थियो होइन। त्यसैले हो, त्यस्तै हौसलाहरू बढाउने कमेन्टहरू गर्नुहोस् अनि यसो हौसला पनि बढ्छ हो। कहिलेकाहीँ भ्युवर्सहरूले सोध्नुहुन्छ होइन यो के को काठ हो भनेर। यो चाहिँ खास नाम त बकाइनो हो। अब नेपालमै पाउने हो त्यो थाहा छैन, किनकि यो ठाउँमा चाहिँ 25-30 वर्ष अगाडि आएको हो। त्यो फार्ममा कसैले घाँसको लागि ल्याएको रुखको काठ हो। अनि तर फर्निचरहरू यस्तो पानी नभिज्ने ठाउँमा राख्ने खालको फर्निचरहरू चाहिँ त्यस्तोको लागि चाहिँ एकदम ठिक छ काठ चाहिँ है। आफ्नै बच्चाहरू त छैन, तर पनि आफन्तका बच्चाहरू टल्लै हुन्छन् घरमा। यति रमाइलो हुन्छ है बच्चाहरू भएको घरमा। यो चाहिँ अब ड्रागनको अगाडिको फेस बनाउनलाई काठ अगाडि नपुगेर जोड्नु परेको क्या यो चाहिँ है। अब भिडियोहरू त छ मेरो च्यानलमा लगभग 100वटा जति, तर सब्सक्राइबर्स चाहिँ अलिक बढेन। अनि खै भिडियो मन नपराएर होला। अब कन्टेन्टहरू राम्रो कसरी बनाउने छ अब अलिक सिक्दैछु। अझै पनि 100वटा भिडियो भइसक्यो। सब्सक्राइब बढाइदिनुहोस् न हो अलि टन्न। यो चाहिँ हाम्रो बिजनेस हो। अब ड्याडले साडी बनाउनुहुन्छ, मम्मीले सहयोग गर्नुहुन्छ, म अनि बनाउँछु साडीहरू पनि, भाइले नै बनाउँछ। सबैजनाले बनाउने भएको भएर अलिक बिजनेस आज फ्यामिली जस्तै भयो। अनि म चाहिँ अब यस्तो बेला बेलामा बनाउने हो, तर सधैँ यस्तो होइन। अनि कहिले काहीँ बनाउँदाखेरि यस्तोहरू बनाइरहेको छु। कहिले टुङ्ना, कहिले सारङ्गी, हेरी कामअनुसारले, माग अनुसारले।
यस्तो खालको ड्रागनको टाउको बनाउन चाहिँ अब पहिलोचोटि भएको भएर कसरी कताबाट काट्ने के गर्ने कम धेरै अल्मलिएँ म है। अनि बल्ल बल्ल यतिको चाहिँ भइरहेछ। यस्ता हेर्दै गर्नु है, लाइकहरू गर्नु, कमेन्टहरू गर्दै गर्नु। चाहिएमा कसैले सम्पर्क पनि गर्न सक्नुहुन्छ, अर्डर गर्न सक्नुहुन्छ। अलिकति यस्तो चाहिँ भयो, यस्तो चाहिँ हुने बाँकी छ। हामी धेरै बल्ली हो नि हाम्रो भान्जी है, हामी धेरै बल्ली। यसको दाँतहरू अलिअलि जुङ्गाहरू अलिअलि बन्यो। एउटा जिरुनीमा हाल्नुपर्छ, नटको जोड्नुपर्छ, यहाँभित्र अलिअलि खोल्नुपर्छ। यदि भयो आँखा कान पनि भयो, अलिअलि यिनीहरू मिलाउनु छ। अब त्यसपछि त तैबिसे रेडी भयो। यो चाहिँ अब यहाँ चाहिँ बुट्टा हाल्नेको चाहिँ केही गरेको छैन, अझै बाँकी छ यत्रो। मात्रै भयो।
ड्रागनको टाउको यस्तो भयो, जिब्रो पनि निस्क्यो, जुङ्गा पनि निस्क्यो। एउटा अलिकति मैली भयो। अब यहाँ छाला हाल्न पर्छ। भयो यस्तो गयो। भिडियो कस्तो लाग्यो हजुरहरूलाई? राम्रै लाग्यो भने सब्स्क्राइब चाहिँ गरिदिनु अनि सेयर पनि गरिदिनुहोस्। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि फेरि भेटौँला।